जापानमा पहिलो पटक कसैलाई भेट्दा के भन्ने होला, कसरी कुरा सुरु गर्ने हो, यस्तै प्रश्न मनमा आउन सक्छ। ल, आज हामी जापानी भाषामा पहिलो कुराकानी गर्न चाहिने सबैभन्दा सजिलो र महत्त्वपूर्ण कुराहरू सिक्नेछौँ। ल, सुरु गरिहालौँ है त। सोच्नुस् त, जापानको कुनै ठाउँमा कसैलाई पहिलो पटक भेट्नुभयो। अब कुराकानी त सुरु गर्नै पर्यो। चिन्ता नलिनुहोस्, यो प्रस्तुतिको अन्त्यसम्ममा यस्तो अवस्थामा कसरी ढुक्क भएर कुरा गर्ने भन्ने थाहा भइसक्छ। कुनै पनि कुराकानीको सबैभन्दा पहिलो पाइला हो अभिवादन, होइन त? जापानी संस्कृतिमा त यो झनै महत्त्वपूर्ण मानिन्छ। अनि एउटा रमाइलो कुरा के छ भने दिनको समय अनुसार अभिवादन गर्ने तरिका पनि फरक हुन्छ। मानौँ बिहानको समय छ, यस्तो बेला सबैभन्दा राम्रो अभिवादन हो ओहायो गोजाइमास। यो भनेको शुभ प्रभातको एकदमै शिष्ट रूप हो। साथीभाइहरूसँग त ओहायो मात्रै पनि भनिन्छ, तर पहिलो पटक भेट्दा चाहिँ गोजाइमास सोड्दा एकदमै राम्रो सुनिन्छ, सम्मान पनि देखिन्छ। अब लागौँ दिउँसोतिर। बिहान करिब 11 बजेदेखि साँझसम्म सबैभन्दा धेरै प्रयोग हुने अभिवादन हो कुन्निचिवा। यो त एकदमै काम लाग्ने शब्द हो, नमस्कार वा हेलो भने जस्तै जता पनि चल्छ। अनि जब साँझ पर्छ, अभिवादन फेरिन्छ। त्यसबेला भनिन्छ कोन्बानवा, जसको अर्थ हो शुभ सन्ध्या हो। समयअनुसार सही अभिवादन गर्दा पहिलो भेटमै एकदमै राम्रो प्रभाव पर्छ। अभिवादन गरिसकेपछि यी दुई वाक्यांशहरू त लगभग अनिवार्य नै छन्। हाजिमे मासिते भनेर कुरा सुरु गरिन्छ। यसको भाव हो हाम्रो भेट पहिलो पटक हुँदैछ र मलाई खुसी लागेको छ। अनि आफ्नो परिचय सकिएपछि दोजो युरोशीको ओनेगाई शिमास भनिन्छ। यसले भविष्यमा राम्रो सम्बन्ध होस् भन्ने कामना गर्छ। यो शब्द मात्रै होइन, यो त एउटा भावना हो। ल, अभिवादन र पहिलो वाक्यांश त भयो। अब पालो आउँछ आफ्नो परिचय दिने। अनि राम्रो कुरा के छ भने जापानी भाषामा यो एकदमै सजिलो छ, एउटा फर्मुला जस्तै। आफ्नो नाम बताउने फर्मुला एकदमै सरल छ। सुरुमा भन्ने वाताशिवा, जसको अर्थ म चाहिँ जस्तो हुन्छ। त्यसपछि आफ्नो नाम अनि अन्त्यमा देश। यो देशले वाक्यलाई पूर्ण र शिष्ट बनाउँछ। जस्तै वाताशिवा रमेश देश, अर्थात् मेरो नाम रमेश हो। हेर्नुस् त कति सरल। त्यही फर्मुला प्रयोग गरेर आफ्नो देशको बारेमा पनि बताउन सकिन्छ। देशको नामको पछाडि केवल जिन थपे पुग्छ, जसको अर्थ नागरिक भन्ने हुन्छ। जस्तै वताशिवा नेपाल जिन देश, अर्थात् म नेपाली हुँ। हेर्नुस् त, त्यही फर्मुलाले फेरि काम गर्यो। ओके, परिचय दिने काम सकियो, तर कुराकानी त एकतर्फी भएर भएन, होइन त? अब यसलाई अगाडि बढाउन केही प्रश्नहरू सोध्न पनि जान्नुपर्छ। यसले संवादलाई दुईतर्फी र रोचक बनाउँछ। कसैको उमेर सोध्नु पर्यो भने प्रश्न छ नन्साई देशका। नन्साईको अर्थ हो कति वर्ष। तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने यो प्रश्न सोध्नुभन्दा अगाडि सम्बन्ध र परिस्थिति विचार गर्नु राम्रो हुन्छ। कसैको पेसाबारे जान्न मन लाग्यो भने सोध्न सकिन्छ ओशिगोतो वा नान देशका। ओशिगोतो भनेको काम वा पेसा र नान भनेको के। यो व्यावसायिक भेटघाटहरूमा त निकै उपयोगी प्रश्न हो। अहिलेसम्म हामीले यति धेरै वाक्य त सिक्यौं, तर यिनीहरू कसरी बनेका छन् त? ल, अब जापानी व्याकरणको मुटु, यसको इन्जिन भन्न मिल्ने केही आधारभूत कुराहरूलाई अलिकति न्यालेर हेरौँ। यो बुझेपछि आफ्नै वाक्य बनाउन सजिलो हुन्छ। सबैभन्दा पहिले देश। यो अङ्ग्रेजीको इज एम आर जस्तै हो, तर यो सधैँ वाक्यको अन्त्यमा आउँछ। यसको मुख्य काम वाक्यलाई टुङ्ग्याउने मात्र होइन, त्यसलाई नम्र र शिष्ट पनि बनाउनु हो। औपचारिक जापानी भाषामा यो एकदमै महत्त्वपूर्ण छ। अब एउटा एकदमै रोचक कुरा, लेख्दाखेरि हिरागानाको ह अक्षर लेखिन्छ, तर जब यो वाक्यमा विषय जनाउन आउँछ यसको उच्चारण वा हुन्छ। त्यसैले वाताशी हा भनेर पढ्ने होइन, वाताशी वा भनेर बोल्ने। यो जापानी भाषाको एउटा अनौठो तर एकदमै महत्त्वपूर्ण नियम हो। अनि जापानीमा प्रश्न बनाउन कति सजिलो होला? एकदमै सजिलो। कुनै पनि सामान्य वाक्यको अन्त्यमा केवल का थपिदिए पुग्यो, त्यो वाक्य आफै प्रश्न बन्छ। आवाजको टोन फेर्न पनि पर्दैन। यो का आफैमा एउटा प्रश्नवाचक चिन्ह हो। हामीले अहिले जति पनि शब्दहरू बोल्यौं नि, ती सबै यिनै अक्षरहरूबाट बनेका हुन्। यिनीहरूलाई हिरागाना भनिन्छ र यिनीहरू नै लिखित जापानी भाषाका आधार हुन्। यिनलाई चिन्न फालेपछि त भाषा सिक्ने यात्रा झनै रमाइलो हुन्छ। ल, अब पालो आयो अभ्यासको। अहिलेसम्म जे सिकियो त्यसलाई एकै ठाउँमा जोडेर एउटा पूरा परिचय तयार पार्ने प्रयास गरौँ न त। यसले आत्मविश्वास बढाउन पनि मद्दत गर्छ। वाताशी वा रमेश देश।
एकदम सिधा र स्पष्ट। अब यो रमेशको ठाउँमा आफ्नो नाम राखेर अभ्यास गर्न सकिन्छ। त्यसपछि राष्ट्रियता वातासिवा नेपाल जिन देश। फेरि उही सरल संरचना। यसले जापानी भाषाको संरचना कति तार्किक छ भनेर पनि देखाउँछ। र अन्त्यमा दोजो योरोसिकु। यो दोजो योरोसिकु ओनेगाइसिमासको अलि छोटो तर धेरै प्रचलित रूप हो। परिचयको अन्त्यमा यो भन्न चाहिँ छुटाउनै हुँदैन। त्यसो भए यिनैकै आधारभूत वाक्यांशहरूको साथ एउटा नयाँ कुराकानीको ढोका खोल्छ। भाषा भनेको केवल शब्दहरू मात्रै होइन, यो त मानिस र संस्कृतिसँग जोडिने एउटा पुल हो। अब पहिलो पटक कसैसँग जापानीमा बोल्ने अवसर आयो भने त्यो पहिलो कुराकानी कस्तो होला? यो त एउटा सुरुवात मात्र हो।